हेलो स्टुडेन्ट्स, आज हामी सिक्वेन्स एन्ड सिरिजको एउटा यो क्वेसन लिएर आएका छौँ। फाइन्ड थ्री अर्थमेटिक मिन्स बिट्विन द टर्म्स 3 and 23। यो क्वेसन गर्नुभन्दा अगाडि सानो एउटा अर्थमेटिक सिक्वेन्सको बारेमा थोरै कुरो बुझौँ हामीले। अर्थमेटिक सिक्वेन्स भनेको के हो त भन्दा जस्तै एउटा सिक्वेन्स मानौँ 2 5 8 11 चारवटा टर्म भएको अर्थमेटिक सिक्वेन्स छ। अब अर्थमेटिक सिक्वेन्स हो कि होइन कसरी थाहा पाउने भन्दाखेरि चाहिँ अर्थमेटिक सिक्वेन्स हो भने त यो हाम्रो T1 हो। फर्स्ट टर्मलाई हामी T1, सेकेन्ड टर्मलाई T2, थर्ड टर्मलाई T3, फोर्थ टर्मलाई T4। फर्स्ट टर्मलाई हामीले T1 को सर्ट टर्मलाई हामीले A पनि भन्छौँ। अब सेकेन्ड टर्म र फर्स्ट टर्मको बिचको हाम्रो डिफरेन्स कति छ भन्दाखेरि यहाँ 3 छ। यहाँ पनि थर्ड टर्म र फिफ्थ टर्मको बिचको डिफरेन्स कति छ भन्दाखेरि हाम्रो 3 छ। त्यसै गरी यहाँ पनि हाम्रो फोर्थ टर्म र थर्ड टर्मको बिचको डिफरेन्स कति छ भन्दाखेरि यहाँ पनि 3 छ। भनेको हरेक टर्मको डिफरेन्स एउटै छ। यस्तो डिफरेन्सलाई हामीले के भन्छौँ त कमन डिफरेन्स भन्छौँ। यस्तो खाले सिक्वेन्समा जहाँ चाहिँ डिफरेन्स एउटै छ, एउटै डिफरेन्सले इन्क्रिजिङ भइरहेछ अथवा डिक्रिजिङ भइरहेछ, त्यस्तो खाले सिक्वेन्सलाई हामीले अर्थमेटिक सिक्वेन्स भन्छौँ। अब यहाँ हेर्नु त हामीले यो सेकेन्ड टर्म हामीले पत्ता लगाउनु छ भने हामीलाई कमन डिफरेन्स डी हामीलाई के गरी थाहा छ कुनै पनि सिक्वेन्सको। अनि हामीलाई फर्स्ट टर्म दिएको छ टी भने जस्तो हामीले T2 भनेको यो कसरी आएको भन्दाखेरि 2 प्लस हामीले 3 गऱ्यो भने यो हाम्रो सेकेन्ड टर्म आयो। त्यसै गरी हाम्रो थर्ड टर्म निकाल्नु छ भने T3 इक्वल टु हाम्रो 2 प्लस 3 प्लस 3 गऱ्यो भने 2 इन्टु 3 गऱ्यो भने 2 प्लस 6 गऱ्यो भने हाम्रो 8। यसरी T3। यसै गरी हामीले T4 T5 पनि यसबाट हामीले के फर्मुला आउँछ भन्दाखेरि Tn भनेको A प्लस n माइनस 1 डी। यो फर्मुला चाहिँ हाम्रो अर्थमेटिक सिक्वेन्सको लागि हो। Tn भनेको नम्बर अफ टर्म इन n टर्म, ए भनेको हाम्रो फर्स्ट टर्म, n भनेको नम्बर अफ टर्म टोटल नम्बर। जस्तो यसमा यो सिक्वेन्समा नम्बर अफ टर्म कति छ n भनेको 1 2 3 4 चारवटा छ। डी भनेको हाम्रो कमन डिफरेन्स भइहाल्यो। अब हामीले यही फर्मुला युज गरेर हामीले यस्तै तरिकाले युज गरेर हामीले हिसाब सल्भ गर्छौँ। अब यहाँ भनेको छ अर्थमेटिक मिन। अर्थमेटिक मिन भनेको चाहिँ के भन्दाखेरि फर्स्ट टर्म र लास्ट टर्म हटाएर हुने टर्म। जस्तो यो सिक्वेन्सको फर्स्ट अर्थमेटिक मिन कुन हो भन्दाखेरि 5 हो। सेकेन्ड अर्थमेटिक मिन कुन हो भन्दाखेरि 8 हो। यसमा जम्मा दुईटा अर्थमेटिक मिन छ भनेको फर्स्ट टर्म र लास्ट टर्म हटाएर बिचको सबै टर्महरूलाई हामीले अर्थमेटिक मिन भन्छौँ। अब मानौँ हामीले लेट, अब मैले यसले एकछिन हटाइदिएँ। लेट sequence in arithmetic means are भनेर हामीले यहाँ हामीले तीनटा मात्रै हामीले अर्थमेटिक मिन पत्ता लगाउनु छ। त्यही भएर 3 m1 m2 m3 अनि 23 यो फर्स्ट र लास्ट टर्म ए भएन। यो दुईटा टर्मको बिचमा हामीले तीनटा अर्थमेटिक मिन पत्ता लगाउनु पर्ने भएर m को लागि हामीले m मानेको, अर्थमेटिक मिनको लागि हामीले साइन m मानेको। त्यही भएर फर्स्ट मिन m1, सेकेन्ड मिन m2 र थर्ड मिन m3। यसरी हामीले अब हामीले एउटा अर्थमेटिक सिक्वेन्स हो। यसमा हाम्रो फर्स्ट टर्म यो भयो, सेकेन्ड टर्म यो भयो, थर्ड टर्म यो, फोर्थ टर्म यो, फिफ्थ टर्म यो। यसबाट हामीले m को भ्यालु
पत्ता लगाउनलाई हामीसँग we have हेरौँ है त फर्स्ट टर्मलाई हामीले ए पनि भन्छौँ T1 पनि भन्छौँ भनेको 3 हो यो फिफ्थ टर्म अथवा लास्ट टर्म फिफ्थ टर्म हाम्रो T5 भनेको 23 छ अब we know that हामीलाई कमन डिफरेन्स थाहा छैन हामीलाई कमन डिफरेन्स यो थाहा हुनलाई हामीलाई कमन डिफरेन्स थाहा हुनु पर्यो कमन यो अहिले नलेख्दैन we know that T5 is equal to A plus n minus 1 D यो हाम्रो अहिलेको फर्मुला अब यहाँ हामीले नम्बर अफ टर्म यहाँ हामीले number of term n is equal to 5 हामीलाई 1 2 3 4 5 र नम्बर अफ टर्म छ त्यही भएर हाम्रो T5 भनेको फिफ्थ टर्म हाम्रो कुन हो त भन्दा 23 is equal to हाम्रो फर्स्ट टर्म भनेको कति छ 3 छ नम्बर अफ टर्म 5 छ 5 minus 1 D यसबाट हामीले D को भ्यालु पत्ता लगाउन सक्छौँ और यो 3 यता लेफ्ट ह्यान्ड साइडमा आयो भने -3 हुन्छ 23 minus 3 is equal to 5 minus 1 4 हुन्छ 4D हो अब यसलाई हामीले यतापट्टि सारौँ और 23 minus 3 भनेको हाम्रो 20 हुन्छ 20 is equal to 4D और D is equal to यो 20 लाई 4 ले डिभाइड गर्नु पर्यो 20 divided by 4 हाम्रो गर्दाखेरि हाम्रो 20 divided by 4 गर्दाखेरि D भनेको हाम्रो 5 आयो अब कमन डिफरेन्स 5 आयो अब हामीलाई 10 हेरौँ है त अब यो फर्स्ट अर्थमेटिक M1 भनेको हामीलाई यसमा कमन डिफरेन्स हाल्यो भने यो एकचोटि कमन डिफरेन्स हाल्यो भने यो आयो यसमा फेरि कमन डिफरेन्स हाल्यो भने यो आयो यसमा हाल्यो भने यो यसरी हामी सबै पत्ता लगाउन सक्छौँ 10 अथवा हामीले फर्मुला युज गरेर पनि यहाँ हाम्रो सेकेन्ड टर्म हो यो थर्ड टर्म हो फर्मुला युज गरेर गरे पनि हुन्छ 10 T2 सेकेन्ड टर्म भनेको इज इक्वल टु हाम्रो M1 हुने हो M1 इज इक्वल टु A प्लस हाम्रो n minus 1 D इज इक्वल टु हाम्रो A भनेको 3 छ 3 प्लस अब T2 मा नम्बर अफ टर्म 2 भयो हाम्रो 2 minus 1 D भनेको हाम्रो 5 आयो is equal to 3 plus 5 is equal to 8 हो T3 is equal to M2 is equal to A plus यही फर्मुलाबाट A भनेको हाम्रो जहिले पनि 3 हुने भइहाल्यो n अब T3 मा हाम्रो n 3 हुने भयो 3 minus 1 D भनेको 5 हुने भयो is equal to 3 plus 2 into 5 गर्दाखेरि 3 plus 10 गर्दा 13 गो ठीक छ अब 13 भइसकेपछि हाम्रो T4 निकाल्नु T4 भनेको M3 हुने भयो is equal to A plus n minus 1 D ठीक छ यसलाई मैले थोरै माथि सारेँ अहिले is equal to A भनेको हाम्रो 3 हुने भयो n हाम्रो कति हुने भयो त T4 मा 4 हुने भयो -1 into हाम्रो 5 हुने भयो D भने 5 3 plus
3 into 5 गर्दाखेरि सब ब्र्याकेटमा हाल्दा सजिलो हुन्छ 3 plus 5 to 15 plus 15 plus 3 गर्दा हाम्रो 18 हुने भयो यसरी हाम्रो T4 पनि हाम्रो आयो हाम्रो यो T4 भयो T4 भनेको M3 पनि आयो हाम्रो M3 पनि आयो अब हाम्रो सबै आयो M1 M2 M3 सबै आयो अब क्वेशनले के भनेको छ अन्तिममा भन्दाखेरि find three arithmetic means between the terms 3 and 23 hence 3 arithmetic means are एउटा यो भयो 8 13 and 18 भनेर हामीले यसरी यो क्वेशन सल्भ गर्न सक्छौं अब यहाँ यो क्वेशन हामीले फर्मुला युज नगरिकन पनि हामीले डाइरेक्ट गर्न सक्छौं कसरी सक्छौं भन्दाखेरि T2 भनेको हाम्रो यो हो नि M1 हाम्रो कमन डिफरेन्स थाहा छँदैछ डाइरेक्ट हामीले 3 plus 5 गरे भने डाइरेक्ट हामीले यो गर्न पनि सक्छौं फर्मुला युज नगरिकन बुझ्ने हो भने अब T3 निकाल्ने हो भने हाम्रो यो M2 भयो M2 भनेको हाम्रो M1 plus फेरि कमन डिफरेन्स M1 हाम्रो अलरेडी 8 आइसकेको छ 8 plus 5 बाट डाइरेक्ट हाम्रो 13 आउँछ यसरी पनि हामीले गर्न सक्छौं अनि T4 को लागि फेरि यसमा कमन डिफरेन्स हामीले एड गर्ने हो भने डाइरेक्ट हाम्रो M3 अथवा T4 आउँछ त्यो भनेको हाम्रो M2 हाम्रो 13 आइसकेको छ 13 मा 5 एड गर्ने भने हाम्रो 18 डाइरेक्ट त्यसरी पनि गर्न सकिन्छ यहाँ आइसकेपछि ल यो क्वेशन हाम्रो यसरी सकिन्छ थ्यांक यू सो मच